त्यसको परिणाम आज हामी भोग्दैछौँ। अब हेर्दै जानुपर्छ के भोग्नु पर्ने। मैले चाहिँ त्यो भोग्नु नपरोस् यो समाजले र शान्त जीवन बिताउन पाओस्, समृद्धि अघि गाडी चढ्ने चिटिक्क सारा कुराहरू आयो नि त, त्यस्तो होस् भनेर लडाइँ लडेको थिएँ। अब दुर्भाग्य हाम्रो हातबाट त्यो हुन नजुरेको त होला नि, प्रायः त्यस्तो भइरहेको छैन र अर्को सङ्क्रमणमा हामी जाँदैछौँ। अब हेर्दै जानुपर्छ हामीले के भोग्नुपर्ने हो, के हुने हो। म चाहिँ खतरा नै देख्छु भविष्यमा पनि। जहाँसम्म आजको कार्यक्रमको प्रसङ्ग छ, मेरो आजको रूपान्तरणमा डाक्टर मन्जु मिश्रको मैले टक लिएको छु। आजको रूपान्तरणमा पत्रकारिताको क्षेत्रले नेपाली समाजलाई रूपान्तरणमा के योगदान गरेको छ भन्ने त्यसको सन्दर्भ हो। र उहाँले पेरियोडिकल जर्नलिजम इन नेपाल भन्नेमा पिएचडी गर्नुभएको थियो लुमुम्बी युनिभर्सिटी मस्कोबाट। लुमुम्बा युनिभर्सिटी मस्को। अनि त्यसमा मैले उहाँलाई एउटा प्रश्न सोधेको थिएँ। मैले यहाँ 14वटा सोभियत सङ्घको गणराज्य मैले भिजिट गरेँ भन्नुभयो उहाँले। 14वटा गणराज्यको भिजिट भनेको ठुलै कुरा हो। हामीले 75 जिल्लाको भ्रमण गरेका छैनौँ अहिले पनि, त्यो सजिलो छैन। पोहोरसम्म हुम्ला हामीसँग जोडिएको थिएन सडक सञ्जाल, अहिले चाहिँ बल्ल त्यो जोडिएको छ। त्यहाँ पुग्यो भने जिउँदै फर्केर आउने हो होइन त्यो पनि चुनौती छ, त्यस्तो भूगोल छ त्यहाँको। म चाहिँ त्यो पिलर नम्बर 15 चाइना र नेपालको बिचमा कन्फ्लिक्ट भएपछि के रहेछ भनेर बुझ्न हिँडेको थिएँ। झनै मरेँ, अल्टिच्युड लाग्दो रहेछ त्यो मलाई थाहै थिएन। तापलेजुङ जन्मेको के को अल्टिच्युड भन्ने भयो। जबरजस्ती गोर्खा पाराले अगाडि बढेको, भ्वाकै लडेपछि मात्रै मलाई तल हतनपत्ते ल्याएछन्। फलस्वरूप तपाईँहरूसँग अहिले पनि म साक्षात्कार गरिरहेको छु। मेरो जीवनको सौभाग्य जस्तो त्यो भएको छ, नत्र भने मेरो पनि शालिग बन्थ्यो कि अमर शहीद हुन्थ्यो थाहा छैन, परिवारले बनाइदियो। हजुर। त्यसपछि मैले उहाँलाई सोधेँ, मन्जु तपाईँ 14वटा गणराज्य त हिँड्नुभयो, लियो टोल्स्टोय जहाँ जन्मिनु भएको थियो त्यो ठाउँमा त पुग्नुभयो भनेर सोधेँ। म त्यहाँ चाहिँ पुगिनँ भन्नुभयो। 14वटा गणराज्य चाहिँ गएको भए चाहिँ लियो टोल्स्टोयको जन्मस्थानमा पुगिन भन्छ भनेदेखि त्यसले 14वटा गणराज्य घुम्नुकै केही अर्थ हुँदैन। अब हाम्रो यहाँ नेपालमा आउँदाखेरि अब हामीमध्ये कतिले देवकोटाको चाहिँ जन्मस्थान भ्रमण गरेका छौँ। मैले हिजो मात्रै बालकृष्ण समको जन्मस्थान ज्ञानेश्वरमा यही हो भन्थे, निकै राम्रो भएको थियो कि आजभोलि त्यो देखेँ। अरू कति चाहिँ शालिगहरू प्रज्ञा प्रतिष्ठान बनेका छन् जसको माथि चराले बिष्टी गरेको हुन्छ। कति फोहोरी ठाउँहरू छ तिनीहरू। सङ्केत हो नि त्यो, होइन? भित्र पनि त्यस्तै हो। त्यस कारणले वास्तवमा कुनै पनि देशको समृद्धि कति भन्ने मापन चाहिँ साहित्यिक त्यसको जुन औकात हुन्छ त्यसैबाट गरिन्छ दुनियाँमा। लियो टोल्स्टोयको नाम मैले किन लिएको भनेदेखि लियो टोल्स्टोयले रचना गरेको साहित्यले विश्वलाई अहिले पनि दिग्दर्शन गर्छ। तर संसारभरिका साहित्यकारहरूको नीति त त्यही नै हो। अघि पारिवारिक प्रसङ्गको कुरा आयो, उहाँको पनि पारिवारिक प्रसङ्ग ठिक थिएन कि क्या हो। अन्तिम जीवनको अन्तिममा 80 हुन्थ्यो, कति हुन्थ्यो, जीवनको अन्तिममा उहाँले घर छोडेर बाहिर जाने निर्णय गर्नुभयो र एउटा रेलमा चढ्नुभयो। बिच बाटोमा पुगेपछि उहाँ बिरामी पर्नुभयो। त्यसपछि उहाँलाई त्यहाँबाट निकालियो र सबैले उहाँलाई चिन्थे। स्टेसन म्यानेजरले उहाँको आफ्नो आवासमा लगेर उहाँलाई लगेर राखियो र म उपचारतिर जान्न भन्नुभयो उहाँले। हजुर नाम त लेख्नुपर्छ, के नाम लेख्नु त भनेर सोधेँ। त्यहाँ लेखेपछि डिब्बा नम्बर 815 लेखिदिए भन्नुभयो। यो मिल्दैन हजुर, नाम लेख्नुपर्छ भन्दा होइन डिब्बा नम्बर 815 लेख्नु भनेपछि डिब्बा नम्बर 815 को बिरामीको नाममा उहाँको उपचार अगाडि बढ्यो र उहाँले अन्त्यमा त्यहाँ नै मृत्युवरण गर्नुभयो। संसारका कुनै पनि स्रष्टाहरूको नीति त्यही नै हो। हाम्रो यहाँ पनि त्यो भयो भने ठुलो कुरा हुँदैन। अनेक भनिन्छ उनीहरूमाथि र अनेक कोणबाट त्यसलाई चाहिँ मापन गर्ने यस्तो खालको विधि पनि गरिन्छ। त्यो मैले देख्दा महत्त्वपूर्ण कुरा हो। महत्त्वपूर्ण कुरा चाहिँ के भने कसरी हाम्रो संस्कृति चाहिँ खडा गर्ने र त्यसलाई पथ प्रदर्शन मानेर जीवनको यात्रालाई सुचारू गर्ने भन्ने हो। त्योमा चाहिँ हामी केन्द्रित भयो जस्तो लाग्दैन मलाई अहिले पनि। तेरो मेरो यति व्याप्तै, म त यति बोलेँ यसलाई लिएर साथीहरू देख्दा मलाई नै लाज हुन्छ क्या। उनीहरूको त्यो व्यवहार नि, त्यो पार्टीभित्र छ, गुट छ, जाति छ, लिङ्ग छ, क्षेत्र छ, यो मिलाए यो मिल्दैन, यो मिलाए यो मिल्दैन। सबै मान्छे राधेश्याम लेकाली पनि हुँदैनन्। ती राधेश्याम लेकाली पनि डेरा बस्छु, ती बस्छु, यो भए मलाई भइहाल्छ भन्नु पर्यो। जीवन त्यतिले चल्दा पनि चल्दैन, छन् नि त चुनौतीहरू।
त्यसो भएको हुनाले यो नगरौँ, साहित्यलाई राजनीतिको अखडा नबनाऊ, प्रज्ञा प्रतिष्ठानलाई राजनीतिको अखडा नबनाऊ, विश्वविद्यालय त्यसो नगरौँ, कूटनीति उसो नगरौँ, कति भन्यो कति भयो, कोही मान्दैन त गर्ने कसो। यसले एउटा प्रश्न के उत्पन्न भयो भने हाम्रो म चाहिँ आजभोलि हाम्रो डिएनएमै समस्या हो कि भन्न थालेको छु। न त यस्तो यति साह्रो त नहुनु पर्ने गाँठे, कसैले कसैले त थाहा पाउनु पर्ने। यावत कुराहरू पनि साहित्यमा आयो भने त्यो राम्रो नै हुन्छ। अरू साथीहरूले भने जस्तो वास्तवमा हामीले आज चाहिँ सार्थक बिहानी बिताउने भन्ने हो। हाम्रो प्रमोदजी, हाम्रो उहाँ श्री ओम रोदन श्रेष्ठ रोदन होइन टाइटल, अनि उहाँको पनि अचम्मको व्यक्ति लाग्छ कि मलाई। अब भागीरथी दिदीको त नामै काफी छ, लामो समयसम्म उहाँका रचनाहरू, गरिमा पनि पार्टीको मुखपत्र होइन भन्ने भ्रमले हामीलाई 30-40 वर्ष तान्यो क्या। लास्टमा हामीलाई थाहा भयो यो पनि मुखै पत्र रहेछ भनेर। हेर्नु न नियति कस्तो भयो तिनीहरूको अहिले। अरू जम्मैको नियति त्यही होला जस्तो लाग्छ। किन गलत छ क्या बाटो। गीताले एउटा कुरा, त्यो कुरा यो मेरो अन्तिम हो। गत वर्ष म पुणेमा पुगेको थिएँ एउटा प्रेजेन्टेसनलाई लिएर, गीताको एक्सपर्ट त्यहाँ गीताबारेको प्रेजेन्टर रहेछ। त्यहाँ जाँदाखेरि पो मैले थाहा पाएँ गीताको सार के रहेछ भनेर। हामीलाई आजसम्म गीताको सार चाहिँ के भनियो भनेदेखि कर्म गर्दै जाऊ, फलको आश नदियो। त फल पाइँदैन भने किन कर्म गर्ने हो, त्यो बेकार हो। त्यहाँ गएपछि मैले थाहा पाएँ गीताको सार चाहिँ के रहेछ भने गलत कर्मको परिणाम समय लाग्ला गलतै हुन्छ। त्यही हो गीताको सार। त्यो पुष्टि अहिले हेर्नु त यहाँ बिचरा कर्म गलत थियो, परिणाम कहाँ सही आउँथ्यो त। त्यस कारण गीताप्रतिको धारणा पनि बदल्नु र गीता भक्त हामीहरू हौँ भनेदेखि गीताले दिग्दर्शन गरेको मूल्यलाई पनि आत्मसात गर्नु पर्यो नि त। रात दिन गीता 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 मात्रै भन्दैमा कहाँ गीता सार्थक हुन्छ। फलस्वरूप हाम्रा शास्त्रहरू असान्दर्भिक भए, यो क्रिस्चियन भयो फलानु भयो भन्छन् नि। आफ्नो वर्णन गर्न लागेकै छैन, अनि मान्छेले कहाँ त्यो चिज वर्णन गर्छ त। त्यसो भएको हुनाले सृजनशील चाहिँ साहित्यलाई पनि हामीले अवलम्बन गर्न सक्यौँ भने शङ्कर लामिछानेहरूले जे सिर्जना छोडेर जानुभएको छ त्यसको मर्म, त्यसको तात्पर्य त त्यहाँ हुन्छ नि त। त्यसकारण त्यसलाई पनि आत्मसात गर्दै हामीले उहाँहरूको भावनालाई आजको पिँढीसम्म पुर्याउन सक्यौँ, जोड्न सक्यौँ भने उहाँहरूप्रतिको साँचो श्रद्धाञ्जली चाहिँ त्यही हो भन्ने मलाई लाग्छ। र त्यही शब्दबाट म आफूलाई विश्राम दिन चाहन्छु। धन्यवाद।